हेलो एभ्रिवान, फेसबुक दर्शकहरू र साथीभाइ दाजुभाइहरू र आमा बुवाहरूलाई दिदीबहिनीहरूलाई सबैलाई नमस्ते शमशेरको तर्फबाट। म शमशेर साउन। के छ हजुर खबर? सन्चै हुनुहुन्छ होला भने धेरै आशा गरेको छु। कहाँ हुनुहुन्छ, कुन ठाउँदेखि हुनुहुन्छ, हेर्दै हुनुहुन्छ सबैले हेरेर साथ दिनुहोला भन्ने धेरै आशा गरेको छु। र भिडियोलाई एकदम लाइक र सेयर गर्नुहोला। म भिडियो आफ्नो देशको बारेमा बोल्दैछु। दुई शब्द हाम्रो म, तपाईँ, हामी र हाम्रो आउँदै गरेको बालबच्चा पीडित र पुस्ताहरूको बारेमा देशले के चाहिएको छ, देशले के खोजेको छ त्यसको बारेमा म बोल्न गइरहेको छु। तपाईँले हेरेर साथ दिनुहोला प्लिज। अब 35 वर्षसम्म शासन गरेका नेताहरूले, पार्टीहरूले देशको लागि के मुहार फेरे, देशलाई के दिए, अब त्यसको पछि नलाग्नुला प्लिज। अब आउँदै गरेको निर्वाचन आयोग, चुनाव माहौल तातिएको छ। अब हामीले नयाँ पार्टीलाई एकचोटि चान्स दिनुपर्छ। तपाईँ हामीले सपोर्ट गर्नुपर्छ प्लिज। अरू कुरा कसैको कुरा नसुन्नु होला। र मासु, रक्सी र बियर र एक लिटर पेट्रोलमा नबिग्नु होला। 50,000 1 लाख रुपियाँ दिए पनि नबिग्नु होला, किनभने खाएपछि सबै चिज जान्छ र 1 लाख रुपियाँ तपाईँले 10 दिनमा खानुहुन्छ। लेकिन त्यसै 1 लाखले एक भोटले पनि जितेपछि देशलाई खोक्लो बनाउने मान्छे त्यहाँ पुग्यो भने देशलाई बर्बाद बनाउँछ। हजुर तपाईँहरू सबै एकदम सचेत हुनुहोला। अब अब अहिले नयाँ पार्टी आउँदै गरेको र एकदम उदाइरहेको, अहिले नयाँ आएको पार्टी र उदाइएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले साथ र सपोर्ट दिनुपर्छ र भोट घन्टीमा हाल्नुहोला सबैलाई। सबै सम्पूर्णलाई मेरो अनुरोध छ। किन भन्दा हामीले देशलाई मुहार फेर्नुपर्छ। पुराना नेताहरूले 35 वर्ष शासन गरे, नदी नाला खोला देश बेचिसके, जडीबुटी सबै हुँदाहुँदै मान्छे पनि बेच्न थाले। अब हामीले सबै नयाँ कानुन, नयाँ संविधान र नयाँ सरकार र नयाँ मान्छे पुर्याएर हामीले ठाउँमा सरकारमा पुर्याएर हामीले नयाँ संविधान, नयाँ सरकार र नयाँ सिस्टम बनाएर हामीले देशले मुहार फेर्ने गरी हामीले एउटा बाटोको लक्ष्य बनाउनु पर्छ। हामी कसैको कुरा नसुन्नुहोला, कसैको रक्सी, मासु, भात र तपाईँ पैसामा नबिग्नुहोला प्लिज, पेट्रोलमा नबिग्नुहोला। मेरा दाजुभाइ आमा बुवाहरू, हजुरलाई हाम्रो होइन राम्रो मान्छे छान्नु होला ठाउँबाट। किनभने अहिले हजुरको एक पिस मासु र हजुरको एउटा बियर लिएर हजुरको 1 लाखले देशले पुरा खोक्लो बनाउने मान्छे त्यहाँ पुग्यो भने हजुर त जानुभयो हजुर, हामी तर हाम्रो आउने बच्चा बच्ची पीडित पनि यस्तै हामीभन्दा झन् खतम भएर खतम परिस्थितिमा बाँच्ने एउटा समस्या आउँछ। त्यसले हामीले अब आउँदै गरेको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीलाई भोट हाल्नुहोला। सबैलाई नमस्ते, बिन्ती छ, अनुरोध छ। किनभने हामीले अब देशको मुहार फेर्नुपर्छ। हामीलाई अहिलेभन्दा 35 वर्षसम्म आजसम्म हामीले आफ्नो सिंहदरबार, आफ्नो संसद भवन भन्ने के भन्ने थाहा थिएन। अहिले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी आयो, उदायो, हरेक मुद्दाहरू खोदल्यो। अहिले उसलाई रवि लामिछाने दाइलाई कति जेलनेल गरेका छन्, फसाएका छन्। किनभने त्यो सरकारमा गएपछि हाम्रो अस्तित्व सकिन्छ, हाम्रो खेल सकिन्छ, हामीले देशलाई लुट्न पाउनौँ, हामी खान पाउनौँ भनेर नेताहरू बाठा भएका छन्। अहिले पुराना दलहरू, पार्टीहरूले 35 वर्ष शासन गरेर पुरा पैसाका टङ्की राखेका छन् जमिन त। तपाईँलाई 1 लाख होइन, तपाईँलाई 2 लाख 5 लाख पनि दिन सक्छन् एक भोटको लागि। भोटमा नबिग्नुहोला प्लिज मेरा आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू। हाम्रो हातमा छ अब देशलाई मुहार फेर्ने, देश कस्तो बनाउने भनेको तपाईँ हाम्रो हातमा छ प्लिज। अब हामीले निकास दिनुपर्छ र विकास ल्याउनुपर्छ, देशलाई निकास दिनुपर्छ र देशबाट हामीले विकास पाउनुपर्छ भन्ने कारणले आफ्नो यो हातमा र यो औँलामा हामीले भोट बदल्नुपर्छ। हाम्रो मान्छे होइन, राम्रो मान्छेलाई छान्नु होला, तब विकास हुन्छ है त। मेरो 2 शब्द कस्तो लाग्यो हजुरहरूलाई, म 2 शब्द यही टुङ्गाउँछु। फेरि नेक्स्ट भिडियो म ल्याउने गर्दछु हजुरहरूलाई। यही छ मेरो अनुरोध। म शमशेर साउन, नमस्ते सबैलाई। जय नेपाल, जय घन्टी, सबैलाई मिठो माया छ।